ल गाइज व्हाट्स अप बिन अ लङ टाइम धेरै भयो घुम्न नगएको त्यही भएर भ्लग पनि आउनु भएको छैन। आज चाहिँ हामी सुन्द्रावती जाँदैछौँ जीवन दाई नरेन दाई ल है त सी यु गाइज। मजा आयो मजा 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 मजा। गाइज हामी चरीकोट पुग्यौँ। लगभग 5-10 मिनटको सङ्घर्ष पछि भन्न मिलेन किनकि पेट्रोल हाल्दै थियौँ। यो चाहिँ हाम्रो तयारी जीवन दाईको बाइकको तयारी हुँदैछ यहाँ। श्रेष्ठ अटो सप सेभेन स्टार कहाँ देख्यो डिजलको छिमेकी चाहियो। हामी पछाडि निस्केका छौँ। हाम्रो चालक राइडर शुभारम्भ शुभारम्भ त अघि नै भइसक्यो आरम्भ। हाम्रो प्लान बीले काम गरेर प्लान एमै फर्किन बाध्य भयौँ किनकि उता हात्ती सहर जाने कि भन्ने थियो प्लान बीमा। तर हात्ती सहरको बाटो चाहिँ अलिकति पुरा जानकारी नभएको हुनाले सुन्द्रावती मन्डी झरनामा हामी बाटो फर्किँदैछौँ। उकालो छ साथी हो। हाम्रो 2002को विक्रमसम्म 2002को बाइकमा चढ्यो हुनाले अलिकति उकालोमा अलिक बिस्तारै जान्छ। हामी तपाईँहरूले के भन्छ सब्सक्राइब गर्नु भने हामी बुलेट किन्ने तयारीमा छौँ। हस् त धन्यवाद। हाम्रो गोविन्द शमशेरले बनाएको बाइक हो। त्यो भएर अलिकति उकालोमा सङ्घर्ष छौँ आज पनि। अलिकति होइन अलिक धेरै सङ्घर्ष भइरहेको गोविन्द शमशेर नेपालको पहिलो वैज्ञानिकले बनाएको बाइकमा चढेर बरु म हिँडेर जान सक्छु जस्तो छ बाइकभन्दा छिटो। तर उकालोमा अलिकति शक्ति राख्छ छैन बाइकहरू हो। तपाईँहरूले सब्सक्राइब गर्नु भने यही बाइकले हामी मनाउ पुग्न सक्छौँ। मलाई त पुगिसक्यो सगरमाथा पनि पुग्न सक्छौँ गाइस। हामी गाइस देउराली बजारमा आइसकेका छौँ। चलकोट कालिचोक हामी त कालिचोक जाँदैनौँ गाइस। हामी त्यो बाटो कल्चरतिर ल ल हाम्रो गन्तव्य मिसन ए प्लान अन्तर्गत आइसकेका छौँ। अब हाम्रो एडभेन्चरको बाटो सुरु हुन्छ। हाम्रो ट्याक्कै बाइकले सुहाउने बाइक पनि हर्न बजाएपछि छ ब्रेक समाउँदाखेरि बाटो पनि त्यस्तै छ गाइस। हेर्नुहोस् तपाईँहरूको लागि भनेर यस्तो बाइकमा पनि चलाएर यस्तो बाटोमा पनि चलाएर भिडियो बनाउँदैछु। जोखिम उठाएर तपाईँहरूको सब्सक्राइब चाहिँ गरिदिन्छु त हो। यी हामी टिभी बगैँचामा आएको छौँ। तर के गर्नु टिभी छिन्न पाइँदैन अहिले। हामी साथीहरू जाँदैन अर्को रन एडभेन्चर एक्सट्रिम एडभेन्चर एक्सट्रिम केटीको लागि नेपालको पोकेट क्षेत्र भनेर छुट्याइएको जिल्ला हो। खेती यसरी गरिन्छ भनेर देखाउन मन थियो तर के गर्नु आफ्नो बाजी छैन। हस् त अहिलेको लागि यति नै धन्यवाद। हेर्नुहोस् गाइस यो के सिन भनेको तर के गर्नु अलिकति आँखाले चाहिँ राम्रो देखिन्छ। हामीले भ्लग बनाउँदासम्म त्यो नै गायब भइसक्छ कि क्यामेराले जस्टिफाई गरेन क्या हाम्रो। हामीले यहाँ बोल्न त बोलिरहेछौँ होइन क्यामेराले टिपिरहेछ कि छैन भनेको। हेर्नुहोस् गाइस चिल्लो बाटो रातो माटो चिप्लो बाटो देउसीले रातो माटो देउसीले लाग्दै पर्दै आएको हामी देउसीले भन्दै त्यस्तो छ बाटो। क्या खतरा ओ नाइस। बाबा हामीले बादललाई छोइरहेको छौँ केटा हो। तर बादल हामीभन्दा माथि नै छ। अब ठेकिन्छ होला त्यहाँ अगाडि गएर
ल है त हामी बाटोभित्र छिर्न लागिसकेका छौँ। हामी उडेर होइन केटा हो, उडेर बादलभित्र छिर्न लागिरहेको छु। नेपालको पहिलो झरना हेर्नुहोस् गाइस, यत्रो ठुलो ठुलो झरना छ यता हाम्रो। झरनालाई धन्यवाद। यति होइन है गाइस, फेरि हाम्रो आउन बाँकी नै छ सुन्दरवती झर्ना। है बादलमा इन्ट्री लिन लागिरहेछौँ हामी। ढाल्न चाहिँ नडर है केटा हो। ढल्दैन ढल्दैन। उकालो पनि छ के, यो हो नि त मजा। जीवनदाईको राइडिङ स्किल हेर न त, दामी छ पुरै। हामीले चाहिँ ढुङ्गा देख्छ, ढुङ्गाले चाहिँ हामीलाई देख्दैन गाइस। त्यो भएर झन्डै ठोकिएको। हामी बादलभित्र पलिस गरिसकेका छौँ। हुनाले बाटो छ पहिरो गाडी छ। त्यस्ता पहिरोलाई त हाम्रो बाइकले सिधै उडाइदिन्छ नि। ल बाइक होइन है गाइस भन्नु खोजेको, बाइक भएछ। यस्तो बाटोमा हामीलाई राइडर गर्नलाई एडभेन्चर बाइक चाहिँदैन। हामी यामाहाको स्कुटर प्लस साइन बाइक भयो भने हामीलाई त्यो छ। र बाटो चाहिँ हुनु पऱ्यो। बाटो नभए नि बनाइदिन्छ। पैसाले पार्ने सिजन गइसक्यो भनेर त्यस्तो बाटोमा ग्रुप उखाड्दै जाने हो भने हाम्रो चाकको बोसो 2 केजी घट्न सक्छ बेलुकासम्म। यो के अरे मोटेको घटे त ठिकै हो, मेरो त 2 केजी पनि छैन होला यार। सुलग गइरह केही गरेर भनिहाल्यो भने गाइस हामीसँग ब्याकअप छैन क्या। आयो त खोलायो। खोलाएन यो न। ओ बाइक डुब्छ क्या हौ। लास्ट त्यस्तो गरेर होइन, लास्ट फुलै फुलको भएको फुलै छुटेको मुला मजा आएन। कति त बेला बेला हुन्छ, त्यस्तो धेरै पनि हुन्छ। मलाई लगको एउटा कुनै चाहिँ हो क्या कहिलेकाहीँ चाहिँ। ल हामी रेकर्ड गर्नु बिर्सिरहेको हुन्छ। ल गाइस होइन, एउटा फुलै फुल भएको ठाउँ थियो, त्यो छुटेछ। मैले फर्किँदाखेरि देखाउँछु ल। राइट, याद आयो भने, याद आउँछ। ब्याट्रीले साथ दियो भने होइन, अर्को फोन छ नि त। यो आइफोनबाट नभए पनि आइफोन भन्ने छ नि त हो के त्यसमा छ कि चार्जर 100% चार्जर त्यसमा चाहिँ। त्यो त फेरि 2 दिनसम्म चलिदिन्छ नि त हो। पानी पऱ्यो भाइ यहाँ भिजो भन्नु। गाइस फुलै फुलको मौसम तिमीलाई मेरा प्रिय श्रोता दर्शक श्रोताहरूलाई I love you भन्न चाहन्छु। दाइ हेलो भन्नुहोस् त। यो नि त यार जहाँसम्म पुगिन्छ त्यहीसम्म जाने हो। जहाँसम्म पुगिन्छ त्यहीसम्म जाने हो।
जे भेटिन्छ त्यही खाने हो चाहिँ भन्ने मिल्दैन, किनकि यहाँ विषालु वनस्पतिहरू पाइन्छन्। खोला केटा हो खोला, दिस इज नो झरना, दिस इज खोला। मुलामा त झर्छ म चाहिँ झर्दैन किनकि भिज्छ क्या जुत्ता। ल हिँड्नुहोस् गाइस, चक्कर लाएर भनेको त जुत्ता किन्नु होला जस्तो छ। गाई पनि देखिरहेको छ। हामी सिजनमा आएको भए सायद लालीगुराँस पनि देख्थ्यो। झरना हो एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि। इङ्ग्लिस खासै बोल्न आउँदैन त मलाई होइन हो त्यस्तै हो। यति नै ठोकेर हजुर गाइज हाम्रो बाइक देखेर गाई पनि डरायो भने चाहिँ सानो झर्ना हो यो। ओ दाइसा त दामी देखिँदो रहेछ झर्ना। हाम्रा चालकहरू अनि म भिडियो म्यान, क्यामेराम्यान। कहाँ माथि बाटो चल्दियो भन्दै मलाई माथितिर लाग्यो। यस्ता चालक भएपछि, यस्ता सुन्दर लोक भएपछि सुन्दर लोक बाटो राम्रो देखेर बाटो राम्रो बाटोतिर गएको पढेर पनि मुला अनि त्यस्तो बाटोमा छिर्छ त। पढ्दै माथि गएँ नि म। आजको म चाहिँ सायद हामी नै फर्स्ट रहेछौँ, किनकि यहाँ बाइकको कुनै पनि निशान छैन, गाडीको निशान छैन। हाम्रो निशान गाडी होइन बाइक चलिरहेको छ भनेर भन्थे, तर फेरि कपिराइट हामीलाई निशान गाडीले। हाम्रो त्यति धेरै फलोवर्स हो नि त, किनकि सब्सक्राइब गर्छ नि त हाम्रो साथीहरूले। गाइज हो बाटो 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 ल जीवन भाइ अर्किनु भएछ। जीवन भाइसँग पर्खिनु भयो होला। नो फिकर वेन आई एम देयर। यता के अरे पातल मोटुको त्यो डन भन्ने क्यारेक्टर थियो नि। डन डन कि डन डोन के डोन ए हो डन भनेको डन 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 भनेको डन। हामी पनि फसेको। हामी मन्दिर जाने भएको हुनाले होला हाम्रो बाइकले पनि सङ्ख्या ठुल्केको पक्कै छ। मजा मजा छ नि। हाम्रो 2,30,000 पर्ने ड्रोन छुटेर हो क्या आज, नत्र हामी ड्रोन उडाउँथ्यौँ कि गाइस। हाम्रो 2,30,000 को ड्रोन नै छुट्यो कि कोठामा। फर्किने त थियो कि तर 1 घन्टा टाढा आइसकेको थियो, त्यो भन्नाले हाम्रो ड्रोन नै छुट्यो। अर्कोचोटि आउँदाखेरि चाहिँ किनेर देखाउँछु केटा हो, किनेर पैसा पुगिन पैसा। मासुमा कसरी पुग्यो है ल ल गाइस जुका जुका गाइस जुका यसले टोक्यो भने त ल निस्किँदैन त। हाम्रो दाइले जुका केलाउँदै हुनुहुन्छ। औषधि लगाउँदैछौँ हामीहरू,
त्यो भए हुनाले जुका यदि तपाईँ जुका लाग्ने ठाउँमा जाँदै हुनुहुन्छ भने खुर्सानी प्लस नुन बोकेर जानुहोस्। टक्क लगाएर पट 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 भुटेर खानु मिल्छ। तिमीहरू आउँदाखेरि हिँडेर आएको है? जा बसेकै छैन यार, कहाँबाट आयो? कहाँबाट जुका लग्यो है? त्यो हो त्यहीँतिरबाट आएको हो कि पक्कै पनि। अनि जीवन दाइले त कहाँबाट आयो? जीवन दाइ त रोक्नु भएको थिएन त। मन रोकेको थिएँ त भिडियो खिच्नु। यहाँतिर त्यो गाईहरू भएको ठाउँतिर त्यो चरिआएको ठाउँमा चाहिँ जुका चाहिँ एक्टिभ हुन्छ। ल गाइज अब सिधै उता भेटौँला हामी। अब जुकाले अट्याक हान्यो। आइफोन भने ब्याट्री त्यस्तै हो केटा हो। हाम्रो आइफोनमा ब्याट्री सकेर आइफोनबाट भिडियो गरिरहेछ हो। त्यो भएर धैर्य धारण गरिदिनु होला। होला धन्यवाद। त हामी सायद गन्तव्यमा पुग्न लागिसक्यौँ कि जस्तो लाग्छ, किनकि यहाँबाट धेरै छैन भनेको त अझ उस्तै बाटो छ त यहाँ। पहिला ऊ त्यही बाटो हो ल, ऊ त्यहीँसम्म हो। ऊ दाइले रोकिराख्नु भएको नि त्यहीँसम्म बाटो चाहिँ खतरा हो क्या केटा हो। हाम्रो सानो झर्ना छ, पानी झऱ्यो कि झर्ना बन्छ है फेरि। कहाँ छ झर्ना बन्नु होला? होइन रहेछ यार, अघि बाटो रहेछ। पानी पर्न थाल्यो मलाई। ए ल एडभेन्चर सुरु। अब एडभेन्चर सुरु होइन हाम्रो बाइक। ए ल हाम्रो रुखडल्ले छ। हाम्रो बाइकहरू यहाँ अगाडि जान नसक्ने भएको कारणले हामी त्यही बाइकिङ गऱ्यौँ। बाटो एकदम चिप्लो छ, त्यो भए हुनाले पनि हामीले त्यही राख्ने घोषणा गऱ्यौँ। आज चाहिँ जुकाको सितन भइन्छ जस्तो छ यार। क्या अरे धेरै पछि घुम्दाखेरि आनन्द भइरहेछ भने हेर्नुहोस्। मोटे साथीहरू पानी पर्न थाल्यो। अब हिँडेरै जाने गन्तव्य सुरु भयो। हाम्रो बाइकहरू सबै पछाडि राखेर अब हामी अगाडि हिँड्दैछौँ। हाम्रो अगाडि हिँडेर जाने ट्रायल सुरु भयो। खोला बगिरहेको छ यता त। यत्रो मिहिनेत गरेको त कामै लागेन। यत्रो खोला ए ल गाइजहरू, अब हामी खोला तर्यौँ किनकि खोला तर्ने बाटो छैन रहेछ। ए चिसो छ। ल आऊ न, आऊ भिडियो गरेर आऊ छिटो। है बाटो पनि अब हेरेर हिँड्नुपर्ने बाटोहरू छ। एकदम राम्रो फुलबारी। लुक एट दिस गाइज, फुलबारी फुलबारी। ओए घाँटीमा घाँटीमा बाटो एकदम भयङ्कर हिलो बाटो। आउन त सकिन्थ्यो तर एकदम रिस्की। त्यही पनि हाम्रो नरेन्द्र दाइ अगाडि हुनुहुन्छ, जीवन दाइ पछाडि। सेतो जुत्ता कालो भइसक्यो। बाइक नजाने बाटै रहेछ। यो बाइक त यहाँ छ, आउनु गाडी हुन्छ। गिलो पुरै धसिन्छ क्या पुरै पाप पाप भित्र। यो बाटो त झन् फस्छ। ल एकदमै लाम्ने बाटो छ। हेर्दाखेरि साह्रो बाटो भए पनि कुल्चिँदाखेरि चाहिँ धस्ने खालको बाटो छ। एकदम एडभेन्चर भइरहेछ गाइजहरू। तर एकदम नेचर फ्रेन्डली, एकदम शान्त। धर्छ फेरि खुट्टा एकदम नेचर फ्रेन्डली। के भन्नु थिएँ, पुरै चराहरूको आवाज एकदम राम्रो।
पिसफुल इन्भाइरोमेन्ट छ तर बाटो डेन्जर जुकाको अट्याक खपिन सक्नु माइ लर्ड हेलमेट चाहिँ छोडेको छैनौँ यो माथि यो रुखहरूबाट नि जुका झरेर चाहिँ टाउकोमा आउँछ भनेर एकदम कसियस भएर हेलमेट पनि लगाएर आएको छौँ तर हेलमेट अनि यो रेनकोटले भित्र ज्याकेट छ एकदम गर्मी चाहिँ भइरहेछ है तर ठिक छ एकदम रमाइलो आइरहेछ हातमा नुन बोकेर हिँडेको छु के गरी जुकाले अट्याक गर्यो भने हामी काउन्टर अट्याक गर्ने भनेर नुनले यस्तै हो यस्तै छ पारा मेरो यस्तै छ ताल सेतो जुत्ता एकदम कालो भइसकेको छ अघि पानी परेको थिएन अब पानी पर्न सुरु भएछ एकदम डेन्जरस लगाइछ पहिरो आएछ यता बाटो कुन चाहिँ हो यो पहिरो हो कि बाटै हो यो चाहिँ पहिरो घाँस लाग्यो तलै पुग्ने रहेछ नि त बाटो त अगाडि बाबा आएका हामी पुरै भुत बनेर हिँडिरहेको छौँ यो बाटो झऱ्यौँ उसो गरेर अब हामी पुग्यौँ डेस्टिनेसनतिर पुगिसकेका छौँ ठ्याक्क क्यामेरा बन्द गरेको तल पुग्दाखेरि डेस्टिनेसन पुगिसकेको रहेछ सही हो ल हिँडेर आउने भए चाहिँ उता भर्याङ छ है भर्याङबाट हिँडेर आउने रहेछ बाटो चाहिँ जोस् यहीँसम्म पुगिसकेको छ यही हो बाटो यही बाटो ल ल कोट लाउने ठाउँ पनि बनाइसकेको रहेछ एकदम सुविधा युक्त भइसकेछ पानी परेर बिजोग भयो कस्तो हुँदैछ त जीवन दाइ कस्तो हुँदैछ त यात्रा एकदम जिकाले अट्याक हालेछ जीवन दाइको खुट्टामा हेर्नु मेरोमा चाहिँ रहेछ यत्रो यो बोतल त्यो पैसा पनि रहेछ यसलाई नुन चखाइदिनु नुन चखाइदिनु नुन खाएपछि चाहिँ यस्तो हुने रहेछ होइन ल ल है त छटपटायो हाम्रो जग्गा थाहा राखेर त मजा आएको थियो उसलाई पानी रोकेन है हामी त अब निस्केको पानीमै अब मोबाइल भिडियो पनि भिज्छ होइन ल निस्कम है त अब गाइजहरू ल निस्कम साथीहरू अब पानी कुदेर नबसौँ ल जीवन दाइ आउनुहोस् गयौँ बाटो त एकदम राम्रो बनाइसकेको रहेछ यता है साथीहरू हामी मन्दिर पुगिसकेका छौँ र झरना पनि एकदम ठुलो बगिरहेको छ यहाँबाट देख्न सक्नुहुन्छ माइ गड झरना यो ओ माइ गड मलाई जुकाले टोक्यो भित्र खुट्टामा Look at this view. जुकाले टोक्यो खुट्टामा ल गाइजहरू सुन्द्रावती मन्दिर सन्दिर ढोकियो हामीले यताबाट अब यहाँ यो झरना छ होइन यो झरना उता तल पुल छ त्यो पुलबाट देखाउँछौँ झरना एकदम दामी छ है त ल गाइजहरू ओहो ल त गाइजहरू झरना यहाँबाट बगाएर तल पुगे
गाईहरू पानी पर्नु अलिक कम भएको छ तर झरनाको बहाव हेर्नु यहाँ झरनाको भाव यस्तो फोर्स ल्याइरहेको छ बाइक गड कसम गाईहरू फाइनली मौसम खोलेको छ मौसम खुलेपछि यस्तो देखिरहेको छ है त झरना झरना हेलो गाइस हामी सुनाउली झर्नामा छौँ होइन वेलकम टु सुन्द्रावती झरना गाइजहरु अब फोटोसोटो खिचियौँ घुमियौँ एकदम दामी दामी झरना हेरियो होइन अब चाहिँ हामी यताबाट लागेको है त गाइस द नेक्स्ट ब्लग